दर्शकबिन र फेसबुक फ्रेन्डहरू, आज हामी यहाँ चाहिँ देवानगञ्ज गाउँपालिका वार्ड नम्बर 4 सुनसरीमा बगरेल सिलवारीमा चाहिँ मेरो यो निजी फार्म सुनसरी बहुउद्देश्य कृषि फार्म, यो बहुउद्देश्य कृषि फार्म र यहाँ विभिन्न प्रकारका कृषिजन्य उत्पादन रहेको जानकारी गराउन चाहन्छु। र अहिले हामी देखिरहेका छौँ विभिन्न प्रकारका यहाँ जेसीबी लागेको छ, एक्सकेभेटर लागेको छ, गाडीहरू, ट्रकहरू, र हामी अहिले चाहिँ पोखरी खन्ने क्रममा छौँ। र अहिले यो चाहिँ 500 वटा पोखरीमध्ये पहिलो एउटा पोखरी लगभग सम्पन्न भएको छ र फिनिस हुन बाँकी छ। र अहिले हामी चाहिँ यो पोखरीको पहिलो डिल बनाउने क्रममा छौँ। र यहाँ निकै अहिले हाम्रो गुरुजी जोस जागरका साथ आफ्नो नियमित काम गर्दै हुनुहुन्छ। र अब यो एरियामा बाँकी रहेको यो एरिया हामी हेर्दैछौँ, यो फाल्टा पनि कृषिजन्य पोखरी उसमा के अरे निर्माण हुँदैछ। र यो एरियामा हामीले चाहिँ तपाईँको भवन निर्माण गरिसकेका छौँ र निकट भविष्यमा नै हामी यो महिना दिनभित्र पोखरी खन्ने काम चाहिँ लगभग सम्पन्न हुने जानकारी गराउन चाहन्छु।